निवेदन दिएको थियो। त्यसमा बाल मैत्री घोषणा कार्यक्रम हुन गइरहेको थियो। त्यो घोषणा कार्यक्रमलाई हामीले सर यो घोषणा कार्यक्रम अहिले स्थगित गरेर अनि निवेदन दिएको थियो। हामीले निवेदनमा एजेन्डाहरू थियो हामीसँग। के अरे जुन हामी कार्यपालिका निर्णय गर्छौँ त्यो निर्णयमा निर्णय पारित गरियोस्, माथिबाट हटाइयोस् र हामी वार्ड अध्यक्षहरूले कार्यपालिका सदस्यहरूले क्लोजिङमा साइन गर्न हामी पाओस् र के अरे यो त्यतिखेर निवेदन पनि दर्ता गरेर ठिकै छ कार्यक्रम स्थगित भयो। स्थगित भइसकेपछि फेरि मिटिङ पनि कार्यपालिकाको राखियो। त्यसमा हामीले बारम्बार प्रश्न उठाउँदाखेरि होइन यो निर्णय लेख्नुहोस् र हामी क्लोजिङमा साइन गर्छौँ, त्यो मिटिङ लगभग विवादमा नै सकिएकोले गर्दाखेरि अधिकृत सरलाई फेरि मिटिङ राख्नु पर्थ्यो र मिटिङ नराखिकन त्यो बाल मैत्री घोषणा कार्यक्रम फेरि सम्पन्न गरियो। जबकि हामी त्योभन्दा पहिले 2-3 बैठक एकदम बहिष्कार गरेका थियौँ र त्यो हाम्रो माग छ त्यो बाल मैत्री घोषणा कार्यक्रम किन सम्पन्न गरियो, किनभने कहिले त क्लोजिङ भएको छैन। अहिले त 6 महिना टाइम छ, पछाडि पनि बाल मैत्री घोषणा कार्यक्रम सम्पन्न गर्दा हुन्थ्यो। हामीले बारम्बार भन्दाखेरि यो कार्यक्रम अहिले नगरेर कम्तीमा कार्यपालिका मिटिङ सफल होस् र त्यसपछि हामी सहमतिमा आएर जुन बुदाहरूमा हाम्रो के अरे संशोधन गर्नुपर्ने धेरै किसिमका कार्यक्रमहरू यस्तो छन्। लगभग 1.5 करोड कार्यक्रमहरू जुन कार्यक्रमहरू काटेर हामी विकास निर्माणमा दिन सक्छौँ त्यो कार्यक्रमहरूलाई बरु हामी छोट्याएर कार्यक्रमलाई हटाएर त्यसलाई हामी कार्यपालिका सदस्य कार्यपालिका बैठक सफल गरेर अनि मात्रै हामी त्यो घोषणा बाल मैत्री घोषणा कार्यक्रम गर्नु होला भन्दै पनि फेरि बाल मैत्री घोषणा कार्यक्रम गरिसकेपछि हामीले अनि यो निवेदन पछाडि पेश गरेका छौँ। नभए त हामी भित्रै मिल्ने कुरो थियो। मतलब हामीले हाम्रो कुरो मानिदिनुहोस्, हामी ठिकै छ कार्यपालिका भित्रै यो कुरो सहमति भइदियो भने हामीलाई केही त्यस्तो छैन। हामी सुधार गर्ने कार्यक्रमहरू सुधार होस् भनेका थियौँ, तर त्यो सुधार नगरिकन अधिकृत सरले फेरि बाल मैत्री घोषणा कार्यक्रम सम्पन्न गरिसकेपछि हामीलाई फेरि अगाडि बढ्नु पर्यो, यो म भन्न चाहन्छु। यो बाल मैत्री कार्यक्रम जुन त्यो कहिले सम्पन्न भएको थियो? लगभग 3 दिन भयो। लगभग सम्पन्न भइसक्यो। त्यसका अधिकृत तपाईँहरूको जुन काम कर्तव्यलाई पनि तपाईँहरू हस्तक्षेप गर्दै आइरहनु कुराहरू पनि छ, के कुरा थियो भन्नु न। अधिकृत सरले हामीलाई भन्नुभयो ठिकै छ तपाईँहरूको अब मिटिङ सम्पन्न भइसकेपछि र सुधार भइसकेपछि अनि बाल मैत्री घोषणा गरौँला, अहिले स्थगित गर्नुभयो पछाडि। तर हामीलाई जानकारी नभइकन 1 दिन पहिले बाल मैत्री घोषणा कार्यक्रम बाल मैत्री कार्यक्रम सम्पन्न हुँदैछ भनेर चिठी आएपछि अनि फेरि त्यही पनि हामी त्यो कार्यक्रममा आएनौँ र यसको अब बहिष्कार गर्नु पर्यो यसलाई भनेर हामी अगाडि बढेका छौँ। यो बाल मैत्री कार्यक्रमको लागि मात्रै हो कि अरू कार्यक्रम पनि यसरी नै सञ्चालन भएको छ? सबैभन्दा हाम्रो सुरु माग छ जस्तो अब कार्यपालिका बैठक भएपछि हामी पहिले पनि कुरो आवाज उठाएका थियौँ यो क्लोजिङमा साइन हुनुपर्छ। मैले अधिकृत सरलाई पनि भनेको थियो, सर जति हामीले नोट अफ डिसिजन लेख्नुपर्छ भने कहाँ लेख्ने, हामी हस्ताक्षर गर्छौँ र हामी यहाँबाट निस्किएपछि के निर्णय आउँछ थाहा हुँदैन। सबैभन्दा पहिले माग थियो, हामी अहिले पनि निवेदन दर्ता भएको होला त्यो माग थियो र अरू विषयहरूमा पैसाभन्दा पहिले एउटा के अरे टिम बनोस् र त्यो टिमले कार्यक्रमहरूलाई जुन काट्नुपर्ने कार्यक्रम छ त्यसलाई काटेर विकास निर्माणमा दिनुपर्छ भन्ने आवाज थियो। त्यसलाई नगरिकन फेरि कार्यक्रम अगाडि बढाएपछि हामी फेरि अगाडि बढ्यौँ। यो भाडा गाडी कुरा अहिले अध्यक्षले राख्नु भएको छ। अब भाडाको गाडीमा कार्यपालिकामा अहिले हामीलाई थाहै थिएन यो कुरो। अब विराटनगरमा घर भाडा छ एउटा, अब 16,000 को जति घर भाडा छ। त्यो कार्यपालिका प्लस लगायत कुनै सदस्यहरूलाई पनि थाहा छैन। तर विराटनगरमा घर भाडामा को बसिरहेको छ त्यो अब सोद्धाखेरि पछाडि एकाउन्टेन्ट सर बस्नुहुन्छ भन्नुभयो, तर त्यो एजेन्डा चाहिँ आएको थिएन र एजेन्डा आउनु पनि पर्थ्यो अनि मात्रै त्यो निर्णय भएको भए चाहिँ हामीलाई एउटा राम्रो लाग्थ्यो, त्यो चाहिँ भएको थिएन। अब यस्तो हो, अब सहमति अब के अरे पहिले नै उपस्थिति भएपछि हुने होला नि त। हजुर
यो चाहिँ भएको छैन। त्यो हामीलाई थाहै भएन। कार्यपालिका बैठकमा तपाईँहरूको साइन होला नि, तपाईँहरूले बिना साइन गरिकन अब कार्यपालिका क्लोजिङमा त अधिकृत सर र अध्यक्ष गर्नुहुन्छ। अब त्यो चाहिँ हामीलाई अब हामी त त्यही माग्छ बढी चाहिँ। उपस्थितिमा साइन हाम्रो गराइहाल्छ, निर्णयपछि त्यो साइन गराउँदैन। अनि हरिनगरमा पनि तपाईँले एउटा कर्मचारीको आवासीय भन्ने भवन छ, अनि त्यस पछाडि पुरानो जुन भवनमा गाउँपालिका सञ्चालन थियो त्यसको पूर्ण भाडा पनि अहिलेसम्म तिरिराखेको भन्ने पनि हामीले सुनेका छौँ। के छ यो विषय? त्यसमा त हाम्रो माग छ त्यो कम्तीमा अब यहाँ सरिसकेपछि त्यसको अब त्यो भाडा चाहिँ नतिरियोस्। त्यो पैसा अब बच्न सकिन्छ, तर अहिले पनि तिरिरहेको छ। अब यसमा त अध्यक्ष नै भन्नुहुन्छ किन अब तिरिराख्नु भएको छ। तपाईँले यो विषयमा जानकारी हुनुहुन्छ? अब भाडा चाहिँ हामीले अब यतातिर यो असार मसानपछि यो चाहिँ अब छैन होला भनेर अब एक दुईवटा कोठाको मात्रै जति युज भइरहेको छ त्यति मात्रै लाग्नु पर्थ्यो। अब पुरै चाहिँ घर भाडा तिरिरहेको छ, यहाँ सरिसकेपछि त्यो चाहिँ नहुनु पर्ने। घर भाडा सँगसँगै गाडी पनि भाडामा चलाइरहेछ भन्ने कुरा आएको छ। छ गाडी भाडा चलाइ। यो कस्तो एकल निर्णयले हुने हो कि कार्यपालिकाको बैठकबाट निर्णय गर्नु के छ? अब त्यही हो। अब हामीलाई अब उपस्थिति भइसकेपछि अब त्यो कुरा अब धेरै कुरो थाहा नभएर अब हामीले यो आवाज उठाएको हो। अब क्लोजिङमा वाडाध्यक्षहरूको साइन हुनुपर्ने, निर्णय पारित गर्यो त्यो हट्नु पर्ने। निर्णयहरू भइरहँदाखेरि यति कामहरू भइरहँदाखेरि तपाईँ यति दिनसम्म कहाँ हुनुहुन्छ र अझै किन तपाईँले त्यो पनि हो। जस्तै योभन्दा अगाडि तपाईँहरूले चाहिँ यसको आवाज उठाउनु भएको छैन। तपाईँहरू चाहिँ पहिला चाहिँ आफै मिल्नु भएको थियो, अहिले विरोधमा हुनुहुन्छ, अहिले नमिलेर हो कि के हो त्यो पनि बताइदिनु। एकपल्ट अझै हामीले आवाज उठाएको थियो। अधिकृत सरले भन्नुभयो होइन हामीले जुन बुदा आउँछ त्योभन्दा बाहिर गर्दैनौँ भनेर निर्णय, त्यो कुरो भएर हामीले फेरि छोडेका थियौँ। तर अब निर्णय भएको छ, त्यसले गर्दा हामी आपत्तिजनक जनाएका छौँ। यहाँ तपाईँहरूको कुराले के लाग्छ भने तपाईँ अधिकृत नियमभन्दा पनि बाहिरको कामहरू गरिरहेको अवस्था छ। अब त्यही लागेर हामीले अब यसलाई सुधार गर्नुपर्छ भनेका छौँ।